हे भिक्षु वा विज्ञहरू हो, जसरी असली सुन निश्चय गर्न सुनौलो धातुलाई पगाली, काटी र घोटी परीक्षण गर्छ, त्यसरी नै मेरो वचनलाई पनि राम्ररी परीक्षण गर्नु। मेरो बानी चाहिँ मान सत्कारले ग्रहण गर्नको लागि मात्र होइन, बुद्ध बानी। कुनै पनि पाप कर्म नगर्नु, कुशल सम्पदा सञ्चित गर्नु, मनलाई अनुशासनमा राख्नु, त्यो नै बुद्धको शासन हो, बुद्ध बानी। पाप दुष्कर्मको फल दुःख हो, कुशल सत्कर्मको फल सुख हो। उदाहरण, आफ्नो शरीरलाई लिई अरूलाई हानि नपुर्याउनु, बुद्ध बानी। आफ्नो नाथ वा मालिक आफै हो, आफ्नो शत्रु पनि आफै हो। राम्रो नराम्रो जुनै कर्म गरे तापनि आफ्नो साक्षी आफै हो, बुद्ध बानी। संस्कारले बनेको सबै वस्तु अनित्य छ, सास र क्लेश सबै दुःख हो। समस्त वस्तु शून्य अनात्मा हो, परिनिर्वाण नै परम शान्त हो, बुद्ध बानी। सम्पूर्ण प्राणीहरूका कर्महरू सयौं कल्पसम्म पनि खेर जाँदैनन्। सबै सङ्ग्रहित भई समय आएपछि त्यसको फल परिपाक हुनेछ, बुद्ध बानी। मुनिन्द्रले अरूका पाप पानीले धोइदिनु भएर होइन, प्राणीका दुःख हातले मेटाइदिनु भएर पनि होइन, स्वयंले बोध गर्नुभएको ज्ञान अरूमा सारेर होइन, शान्त धर्मताको दर्शन गराई मुक्त गराउँछ, बुद्ध बानी। दुःख त्याग्ने इच्छा भए पनि दुःखतिरै दौडी जान्छन्। सुख चाहे पनि अज्ञानले आफ्नो सुख शत्रु झै नाश्छन्, आचार्य शान्तिदेव। निश्चित नभएको मृत्युपतिले पाप धर्म गरेको नगरेको भनेर बस्दैन। रोगी र निरोगी सबैका जीवनको कुनै निश्चित हुँदैन, आचार्य शान्तिदेव। सबै त्यागेर जानुपर्ने हुन्छ। मैले त्यस्तो नबुझेकोले आफन्त र परायको निम्ति विभिन्न प्रकारका पाप कर्महरू गरियो, आचार्य शान्तिदेव। रहने छैनन् अप्रियहरू, रहन्नन् ती प्रियहरू पनि। म आफै पनि त रहने छैन, रहँदैन सबै त्यसै गरी, आचार्य शान्तिदेव। सपनाका अनुभूति सरी बितेका सबै देखिन्नन् फेरि। जुन जुन वस्तु अनुभव गरे ती स्मृतिका विषय बने, आचार्य शान्तिदेव। आफू जीवित अवस्थामा नै प्रिय अप्रिय धेरै बितिसके। तिनीहरूका निम्ति गरिएका घोर पापहरू चाहिँ बचे, आचार्य शान्तिदेव। दिन र रात बसिरहेको हुँदैन, आयु निरन्तर सकिँदै गइरहन्छ। थपेर राख्न मिल्दैन भने म चाहिँ मरेर किन जाँदैन, आचार्य शान्तिदेव। आफू ओछ्यानमा बसिरहँदा आफन्तहरूले वरिपरि घेरिएर बसे तापनि प्राण छुट्ने बेलामा वेदनाहरू चाहिँ आफू एक्लैले मात्रै अनुभव गर्नुपर्ने हुन्छ,
आचार्य शान्तिदेव। समातिसके यमदूतले हुँदैन केही मित्र बन्धुले, त्यो बेला बस्ने एक पुण्य रहेछ, त्यो पनि मेरो सब शून्य छ। आचार्य शान्तिदेव। लामो सङ्गत गरेका आफन्त वा इष्टमित्र पनि आफै बिछोडिन्छन्। परिश्रम गरेर कमाएको धन दौलत पनि छोडेर जानुपर्ने हुन्छ। पाहुना घर रूपी शरीरलाई पाहुना रूपी चित्त विज्ञानले पनि छोडेर जानेछ। यो जीवनलाई धर्ममा लगाउनु नै जिन पुत्र आचरण हो। ग्याल्छे डुल्चु थेग्मे जिन पुत्र रजत जल आसङ्ग। क्षण सम्पद युक्त महाजहाज रूपी दुर्लभ मानव देह प्राप्त भएको यस समयमा आफू र अरू प्राणीहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको निम्ति रात दिन विक्षिप्त नभइकन श्रवण चिन्तन र भावना गर्नु नै जिन पुत्र आचरण हो। ग्याल्छे डुल्चु थेक्मे जिन पुत्र रजत जल आसङ्ग। हे भिक्षु वा विज्ञहरू हो, जसरी असली सुन निश्चय गर्न सुनौलो धातुलाई पगाली काटी र घोटी परीक्षण गर्छ, त्यसरी नै मेरो वचनलाई पनि राम्ररी परीक्षण गर्नु। मेरो बानी चाहिँ मान सत्कारले ग्रहण गर्नको लागि मात्र होइन, बुद्ध बानी। कुनै पनि पाप कर्म नगर्नु, कुशल सम्पदा सञ्चित गर्नु, मनलाई अनुशासनमा राख्नु, त्यो नै बुद्धको शासन हो, बुद्ध बानी। पाप दुष्कर्मको फल दुःख हो, कुशल सत्कर्मको फल सुख हो। उदाहरण, आफ्नो शरीरलाई लिई अरूलाई हानि नपुर्याउनु, बुद्ध बानी। आफ्नो नाथ वा मालिक आफै हो, आफ्नो शत्रु पनि आफै हो। राम्रो नराम्रो जुनै कर्म गरे तापनि आफ्नो साक्षी आफै हो, बुद्ध बानी। संस्कारले बनेको सबै वस्तु अनित्य छ, सास र क्लेश सबै दुःख हो। समस्त वस्तु शून्य अनात्मा हो, परिनिर्वाण नै परम शान्त हो, बुद्ध बानी। सम्पूर्ण प्राणीहरूका कर्महरू सयौं कल्पसम्म पनि खेर जाँदैनन्। सबै सङ्ग्रहित भई समय आएपछि त्यसको फल परिपाक हुनेछ, बुद्ध बानी। मुनिन्द्रले अरूका पाप पानीले धोइदिनु भएर होइन, प्राणीका दुःख हातले मेटाइदिनु भएर पनि होइन, स्वयंले बोध गर्नुभएको ज्ञान अरूमा सारेर होइन, शान्त धर्मताको दर्शन गराई मुक्त गराउँछ, बुद्ध बानी। दुःख त्याग्ने इच्छा भए पनि दुःखतिरै दौडी जान्छन्। सुख चाहे पनि अज्ञानले आफ्नो सुख शत्रु झै नाश्छन्, आचार्य शान्तिदेव। निश्चित नभएको मृत्युपतिले पाप धर्म गरेको नगरेको भनेर बस्दैन। रोगी र निरोगी सबैका जीवनको कुनै निश्चित हुँदैन, आचार्य शान्तिदेव। सबै त्यागेर जानुपर्ने हुन्छ। मैले त्यस्तो नबुझेकोले आफन्त र पराएको निम्ति विभिन्न प्रकारका पाप कर्महरू गरियो, आचार्य शान्तिदेव।
रहने छैनन् अप्रियहरू, रहन्नन् ती प्रियहरू पनि। म आफै पनि त रहने छैन, रहँदैन सबै त्यसै गरी। आचार्य शान्तिदेव। सपनाका अनुभूति सरी बितेका सबै देखिन्नन् फेरि। जुन जुन वस्तु अनुभव गरे ती स्मृतिका विषय बने। आचार्य शान्तिदेव। आफू जीवित अवस्थामा नै प्रिय अप्रिय धेरै बितिसके। तिनीहरूका निम्ति गरिएका घोर पापहरू चाहिँ बचे। आचार्य शान्तिदेव। दिन र रात बसिरहेको हुँदैन, आयु निरन्तर सकिँदै गइरहन्छ। थपेर राख्न मिल्दैन भने म चाहिँ मरेर किन जाँदैन। आचार्य शान्तिदेव। आफू ओछ्यानमा बसिरहँदा आफन्तहरूले वरिपरि घेरिएर बसे तापनि प्राण छुट्ने बेलामा वेदनाहरू चाहिँ आफू एक्लैले मात्रै अनुभव गर्नुपर्ने हुन्छ। आचार्य शान्तिदेव। समातिसके यमदूतले, हुँदैन केही मित्र बन्धुले। त्यो बेला बस्ने एक पुण्य रहेछ, त्यो पनि मेरो सब शून्य छ। आचार्य शान्तिदेव। लामो सङ्गत गरेका आफन्त वा इष्टमित्र पनि आफै बिछोडिन्छन्। परिश्रम गरेर कमाएको धन दौलत पनि छोडेर जानुपर्ने हुन्छ। पाहुना घर रूपी शरीरलाई पाहुना रूपी चित्त विज्ञानले पनि छोडेर जानेछ। यो जीवनलाई धर्ममा लगाउनु नै जिन पुत्र आचरण हो। ग्याल्छे डुल्चु थेग्मे जिन पुत्र रजत जल आसङ्ग। क्षण सम्पद युक्त महाजहाज रूपी दुर्लभ मानव देह प्राप्त भएको यस समयमा आफू र अरू प्राणीहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको निम्ति रात दिन विक्षिप्त नभइकन श्रवण, चिन्तन र भावना गर्नु नै जिन पुत्र आचरण हो। ग्याल्छे डुल्चु थेग्मे जिन पुत्र रजत जल आसङ्ग। नमो रत्नत्रयाय, नमो रत्नत्रयाय, नमो रत्नत्रयाय।